Hello, good morning, namaskar, all everyone. Welcome back to my channel. आज चाहिँ हामी बिहानै 5 बजी नै उठेर खाजाहरू खाएर हामी आज इलामबाट झापाको यात्रा रहेको छ। यात्राको लागि तयारी अवस्थामा रहेका छौं। आज मङ्सिर 27 गते झापा पाडाजुङ्गीमा चाहिँ हाम्रो राष्ट्रिय परिवर्तन पार्टीको घोषणा सभा रहेको छ। अनि त्यो घोषणा सभामा हामी जाँदै छौं। हाम्रो यहाँ रोशन सर अगाडि बढिसकेछ हाम्रो यात्रा। बाबा आउँदै हुनुहुन्छ। अलि वरपर पनि देखिन्छ क्या। हाई हाई, गुड मर्निङ। अहिले चाहिँ हामी बाटोमा निस्केर गाडी पर्खिरहेको छौं। गाडी अलिक ढिलो हुने रहेछ आज। अहिले चाहिँ हाम्रो गाडी आइपुगेको छ। अनि हामी एउटा गाडी अनि यो दोस्रो अर्को गाडी, दुईटा गाडीमा हामी जाँदैछौँ। आज झापाको यात्रा। हामी गाडीभित्र पसिसकेका छौँ। पसेर पनि बसिसक्यौँ। यो चाहिँ बिर्ता मोटो। अहिले हामी कार्यक्रम स्थलमा आइपुगेका छौँ, पाडाजुङ्गी। अहिले चाहिँ 12:30 भएको छ दिउँसोको। 12:30मा चाहिँ हामी आइपुगेका छौँ। लगभग 4.5 घन्टा जति लागेको छ। वरिपरि चाहिँ यहाँ एकदमै दोकानहरू रहेको छ। चटपटे दोकानहरू, सुन्तला दोकानहरू हेर्न सक्नुहुनेछ। एकदम सुन्तलाहरू धेरै आएको छ। दोकानहरू छ पुरै। मान्छेहरू आइराख्नु भएको छ। यो चाहिँ गेट हो, आउने बाटो। हाम्रो मन्जु नाना, विष्णु नाना हजुर हुनुहुन्छ। अहिले चाहिँ कार्यक्रम सुरु भएको छैन। एकदम मान्छेहरू भेला हुँदैछ। कार्यक्रम एकदमै भइरहेको छ अहिले चाहिँ। सन्तोष विश्वकर्मा ताली कन्टिन्यू बज्न पर्यो। र यो सँगसँगै भाइदेहरूलाई दिनुपर्ने हाम्रो जुन कार्ड रहेको थियो, सरी यो सम्मान पत्र रहेको थियो, त्यो पत्र पनि हामी उहाँहरूलाई प्रदान गर्नेछौँ। विकास रसाइली साजन मलाई लाग्छ, किनभने हिंसाको दिनमा जेएनजी आन्दोलन भइरहँदा सायद हामी कतिजना आफ्नो घरमा बसिरहेर हेरिरहेका थियौँ होला सामाजिक सञ्जालको माध्यमबाट। तर त्यो भइरहँदाखेरि पनि त्यो गोली, त्यो छर्राको कुनै डर नराखिकन अग्रपङ्क्तिमा लडिरहनुहुने, बोलिरहनुहुने आचरण गर्न लागिरहेको छु। जो भाइ साथीहरू हुनुहुन्छ, हजुरहरू पनि एकालै मञ्चमा आइदिनु होला भनेर भनिसकेकी थिएँ। बुझ्नुभयो जस्तो लाग्यो। सबैजना एकैपटक आइदिनुहोस् भनेर मैले। विवेक दनुवार, रिचन छेत्री,
रिजन दहाल, शैरम गौतम, अनिता राजवंशीजीको छोरा हुनुहुन्छ, उहाँको नाम मैले पाएकी छैन, सुजन राजवंशी, मानव राजवंशी, मनोज पाण्डे, बादल राई, सङ्घर्ष भूषाल, लोकेन्द्र खड्का, स्मृति राई, अभिहाङ राई, शान चामलिङ, नयन लिम्बू, प्रकाश भट्टराई र आउन बाँकी हाम्रा साथीहरू कोही हुनुहुन्छ, उहाँहरू आइसक्नु भएपछि फेरि पनि हामी उहाँहरूलाई ससम्मान यो सम्मान पत्र चढाउने नै छौँ र अहिलेको लागि जो जति हाम्रो साथीहरू हुनुहुन्छ उहाँहरूलाई हामी यो सम्मान पत्र चढाउने छौँ। अहिले म अगाडि र स्टेजमा प्राविधिक आएको छु। रूपमा रहनुहुने साथीहरूले यो समयमा यहाँ घाइते जो शहीद परिवारको सदस्यज्यूहरूलाई अहिले सम्मान पत्र प्रदान गर्दै हुनुहुन्छ आयोजक टिमबाट। राष्ट्रिय परिवर्तन पार्टी घोषणा सभा र अहिले हाम्रो जो घाइते साथीहरू हुनुहुन्थ्यो उहाँहरूलाई सम्मान गरिरहँदा उहाँहरूको सम्मानमा लेखिएका यी शब्दहरू म यहाँहरूलाई पनि वाचन गरेर सुनाउन चाहन्छु। ताली रोकिन भएन हजुर। यहाँ लेखिएको छ, राष्ट्रिय परिवर्तन पार्टी सम्मान पत्र जेन्जी आन्दोलनका वीर घाइतेका नाममा आदरणीय श्री र घाइते साथीको नाम ड्यास ज्यू भाद्र 23 र 24 2082 का दिन नेपालभर उर्लिएको जेन्जी आन्दोलनमा देशको भविष्यका लागि आफ्नै ज्यानको प्रवाह नगरी अगाडि उभिँदा हजुर घाइते हुनुभयो। हजुरले भोग्नु परेको त्यो गहिरो पीडाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। त्यससँगै यो पनि स्पष्ट रूपमा भन्न चाहन्छौँ कि हजुर इतिहासका जीवित वीर योद्धा हुनुहुन्छ। हजुरले बगाउनु भएको रगत, दिनुभएको त्याग र योगदान यस देशका लागि अत्यन्त उच्च कोटिको ऐतिहासिक योगदान हो भनी हामीले ठानेका छौँ। यसर्थ हजुरप्रति उच्च कोटिको सम्मान व्यक्त गर्दछौँ अङ्कित रहनेछ। साथै जुन सपनाको लागि हजुर जेन्जी आन्दोलनमा होमिनु भयो, न्यायपूर्ण, इमानदार र भ्रष्टाचार रहित नयाँ नेपाल निर्माण गर्ने त्यो सपना अब हामी सबै मिलेर पुरा गर्ने हाम्रो दृढ अठोट र सङ्कल्प रहेको बारे व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गर्दछौँ। राष्ट्रिय परिवर्तन पार्टी र यसमा पनि अध्यक्ष र महासचिवज्यूको हस्ताक्षर यो सम्मान पत्रको दुई साइडमा रहेको छ। र म यो विशेष क्षणमा मैले बिर्सनै नसक्ने अब चाहेर पनि यहाँ यस कार्यक्रममा कतिजना आउन सक्नु भएन, हामीले सम्पर्क गरिरहेका थियौँ र उहाँहरूलाई मैले सम्झिरहेको छु। ती हजारौँ ती युवा साथीहरू जो हिजोको दिनमा मैदानमा हुनुहुन्थ्यो र उहाँलाई पनि राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट र यहाँ उपस्थित हामी सबैजनाको तर्फबाट अनि मेरो आफ्नो तर्फबाट पनि धेरै धेरै हृदयबाट नै नमन अनि सम्मान चढाउँदछु। अनि विशेष गरेर हाम्रो जो हुनुहुन्छ प्रकाश बोहरा दाई, जसको जुत्ता आइकोनिक भएको थियो, उहाँलाई पनि म यहाँ यो मञ्चबाट सम्झिरहेको छु। हाम्रो भाइ जो हुनुहुन्छ मुकेश अवस्थी हुनुहुन्छ, कर्णालीको दाई हुनुहुन्छ सन्तोष बोहरा, उहाँहरू अझै पनि अस्पतालको बेडमा हुनुहुन्छ। कति इच्छा छ बिचरा बाहिर गएर अझै पनि केही कुराहरू भनौँ भन्ने, केही विचारहरू राखौँ भन्ने, र तर पनि त्यो स्वास्थ्यको कारणले गर्दाखेरि आफू ठिक नभएको कारणले सबैजनाको तर्फबाट त्यो उहाँ घाइतेहरू जो यहाँ चाहेर पनि आउन सक्नु भएन उहाँहरूको सम्मानको लागि पनि एकपटक जोरदार ताली बजाइदिनु हुनको लागि उपस्थित सबै आमा बुवा दाजुभाइ दिदीबहिनी हामी सबैजना म हजुरहरूलाई अनुरोध गर्दछु। यो चाहिँ स्टेज पछाडि यहाँनिर चाहिँ गाडी स्ट्यान्ड हो। यो परको गाडी स्ट्यान्डहरू रहेको छ। यो समयमा तयारी भइरहँदाखेरि म आसन ग्रहणलाई यहाँ जोड्न चाहे र अहिलेको लागि भने हामी माझमा कोशी प्रदेशका सदस्य साथै युवा नेता श्री एसएन कार्यक्रममा निकै मान्छेहरू भरिसक्नु भएको छ। पछाडि पनि टन्नै आइराख्नु भएको छ। पनि राजनीतिक एवं सामाजिक अभियन्ता हामी माझमा एकदमै चिरपरिचित रेस्पेक्टेड सर हुनुहुन्छ दुर्गा गर्दछु र अहिलेको लागि भने हाम्रो सरहरू यहाँ आएर बस्नु भएको छ। नाति सर विमोचन गरिदिनु होला।
राष्ट्रिय परिवर्तन सूर्य सर। केन्द्रीय अध्यक्ष श्री राजेश पौडेलज्यूलाई प्रोग्राममा चाहिँ तर अब बसाइ भूमिका निर्वाह गरिदिनुको लागि होइन खोइ चाहिँ भोजपुरको सुन्तला एकदम दामी छ। धन्यवाद। र हामी सबैजना उठेर उठ्न पनि सक्छ आफ्नो यथास्थानबाट र यो कार्य भइरहँदाखेरि यहाँहरू सबैजना एकपल्ट जोरदार ताली बजाइदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। जनताले चाहेको परिवर्तन साँचो परिवर्तन ल्याउनका लागि सपनालाई यथार्थमा परिणत गर्नका लागि के कस्ता योजनाहरू छन् त्यो कुराहरू लेखिएका ती पुस्तक यहाँ मम्मीहरूको एक ग्रुप बस्नु भएको छ। जोरदार ताली यहाँ एकजना मम्मी हुनुहुन्छ, एकदमै टोपी लाउनु भएको छ। यो चाहिँ के हो मम्मी? ढाकी ढाकी? ढाकी हो ढाकी 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 ए हजुरहरूको यो चाहिँ ऊ के थरीको हुनुहुन्छ मम्मीहरू? हजुर के को हुनुहुन्छ यो हजुर? यो कुनै आफ्नो पूजा सुजा गर्छु नि थर हजुरको थरहरू? थारू 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 ए थारू थारूको कार्यक्रम हजुर थारू हो हामीहरू थारूको कार्यक्रममा नि यो लान्छु यो लाउनुहुन्छ ए ल ल म त के होला भनेर नि यहाँ थारू मम्मी हुनुहुँदो रहेछ। उहाँहरूले चाहिँ यो ढाकी लाउनु हुँदो रहेछ शिरमा है। हुन्छ मम्मी धन्यवाद। धन्यवाद। ढाकी नमस्कार। सबैजना आउनु भएको रहेछ है। हुन्छ ल अब चाहिँ हामी कार्यक्रमबाट बिदा भएर फर्किन लागिरहेको छौँ गाडीमा। अब हामी खाजाहरू पनि खाइसक्यौँ। बिस्तारो अब हामी निस्किँदैछौँ। बेलुका भइसकेको छ। 4:30-5 बज्न लागिसकेको छ।